हाम्रो पसल कार ग्यालेक्सीमा कार डोर ड्याम्पिङ र बोनेट ड्याम्पिङ आइसकेको छ। हेर्न सक्नुहुन्छ हामीसँग इन्डियन क्वालिटीमा म्याक्सलिन कम्पनीको त्यो सिलिकन सिट एकदमै राम्रो भएको र 2.2 mm भएको कार डोर ड्याम्पिङ आइसकेको छ। यो डोर ड्याम्पिङ भनेको त्यो गाडीको नोइज अफ रोड जाँदाखेरि त्यो नोइज आउने हुन्छ, त्यो नोइजहरू आउँदैन र तपाईको के हुन्छ भने गीत बजाउँदाखेरि त्यो डोरबाट त के हुन्छ भने भाइब्रेसन भएर त्यो साउन्ड आउने हुन्छ, त्यो पनि आउँदैन। यो चाहिँ सिट भनेको अर्को यो जुन देखाइरहेको छु अहिले तपाईहरुलाई, यो खासमा त्यो बनेटको लागि हो। त्यो हिटहरू के हुन्छ भने हिट भएर त्यो बनेटहरूको साउन्ड आउने र बाहिरहरूको साउन्ड आउने हुन्छ, त्यसको लागि हो। यो खासमा बनेटको लागि हो। यो बनेटको ड्याम्पिङ पनि हामीसँग आइसकेको छ। यो ड्याम्पिङको लागि हजुरले खासमा हाम्रो पसल कार ग्यालेक्सीमा आउनुपर्छ र बाहिरबाट अर्डर गरेर हजुरले मगाउन सक्नुहुन्छ। यो एकदमै काम लाग्ने चिज हो हजुरको। त्यो ढोकाहरूमा त्यो तपाईहरुको साउन्ड आइरहेछ भने यो ड्याम्पिङ हाल्दा हुन्छ हजुरको। हामीसँग टन्नै स्टकहरू आइसकेको छ। यो ढोकाको लागि म्याक्सलिन कम्पनीको 2.2 mm को त्यो डोर ड्याम्पिङ हो। 460 इन्टु कति लेखेको छ यो ड्याम्पिङहरू हामीसँग आइसकेको छ। यो भनेको हजुरको त्यो अफ रोडबाट साउन्ड आउने जुन हुन्छ अनि बाहिरको इन्भाइरोमेन्टल नोइज भन्छ त्यो नोइज कन्ट्रोल पनि गर्ने हुन्छ र ढोकाको त्यो जुन भाइब्रेसन भएर साउन्ड आउने हुन्छ त्यसको साउन्ड पनि हराउँछ र ढोका खोल्दा बन्द गर्दा त्यो पनि साउन्ड आउने हुन्छ। यो ड्याम्पिङ हालेपछि त्यो साउन्डहरू हराउँछ हजुरको। यसको लागि र अरू कार डेकोरेसनको लागि हेर्न सक्नुहुन्छ हामीसँग गाडीको डेकोरेसन फुल डेकोरेसनहरू गर्नु पर्यो भने र अरू केही चाहियो भने कार एक्सेसरिजमा हाम्रो माथि नम्बर दिएकोमा सम्पर्क गर्नु होला।